हेलो गाइज, नमस्ते। यहाँहरूलाई फेरि पनि मेरो भिडियोमा स्वागत छ। बाहिर त्यति धेरै चिसो नभए पनि आज चाहिँ तातो तातो फिस करी बनाएर खाऊँ है त। त्यसको लागि मैले फिसलाई लिएँ। फिसलाई मजाले धोइ पखाली गरेर त्यसलाई म्यारिनेट गर्नको लागि निम्बु, कर्नफ्लोर, हल्दी अनि घरमा भएको मसला मजाले मोर्रोमालेँ। अनि त्यसलाई म्यारिनेट गर्नको लागि मैले आधी घन्टा छोड्दिएँ। उता म्यारिनेट हुने क्रममा मैले यस्ता घरमा भएको तोरीलाई मजाले भुटेर त्यसको पेस्ट बनाएँ। अनि साथीहरू, हजुरहरूलाई मेरो भिडियो के कस्तो लाग्दैछ कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। अनि त्यही क्रममा मैले चाहिँ यता सबै मसलालाई चाहिँ रेडी गरेँ। अनि आधी घन्टापछि चाहिँ म्यारिनेट गरेको फिसलाई मैले फ्राई गरेँ। अनि साथीहरू, हजुरहरूलाई फिस करी के कस्तो लाग्छ मलाई त एकदमै मनपर्छ। अनि फ्राई गरिसकेपछि चाहिँ यता करी बनाउनको लागि मैले प्याज, तेल, भुटेको तोरीको पेस्ट अनि टमाटर राखेर मजाले त्यसलाई पकाएँ। छोप्दै पकाउँदै गरेँ। अनि पछि चाहिँ मैले पानी राख्दै चलाउँदै गरेर यतिको चाहिँ पेस्ट बन्यो। अनि त्यसमा चाहिँ मैले उमालेपछि मैले फ्राई गरेको फिसलाई चाहिँ मैले माथिबाट राखिदिएँ। अनि यतिको भइसकेपछि त लगभग मेरो फिस करी चाहिँ पाकिहाल्यो नि होइन र साथीहरू। अब लास्टमा चाहिँ मैले धनिया राखिदिएँ। बाई बाई।